हामी चाहिँ अहिले रोडमा हिँड्दैछौँ अनि भोक लागेर फ्याक भइसकेको छ। घाम उस्तै गर्मी। यसको चाहिँ फर्स्ट टाइम लेगुवा, मेरो चाहिँ सेकेन्ड टाइम। अनि हेर्न सक्नुहुन्छ यहाँ लेगुवाको पुल छ। गाइस म चाहिँ घर आइसकेको छु अनि घर आइसकेर म लुगाहरू फेरेर चियाहरू खाएर म अहिले जङ्गलमा आएको छु एकछिन घाँस काट्नुको लागि। गाइस मैले चाहिँ घाँस लिएर गोठमा आइसकेको छु, हेर्न सक्नुहुन्छ। घाँस चाहिँ यहाँसम्म मैले ल्याएको अनि मैले गाईहरूलाई पहिलेको बासी घाँस पनि दिइसकेको छु। गाइस पछाडि देख्न सक्नुहुन्छ आजको मौसम चाहिँ कस्तो दामी भइरहेको छ। आज दिउँसो एकछिन भयो नि पानी परेको थियो नि त, त्यसले गर्दा हेर्न सक्नुहुन्छ आकाशहरू चाहिँ कस्तो दामी देखिरहेको छ। आज चाहिँ म अनि मेलिसा जाँदैछौँ अरुण अनि यो सामान चाहिँ जिपुरमा छोड्नेछौँ। अनि गाडी पर्खिरहेको हो, गाडी 8 बजे आउँछ भनेको 8:15 भइसक्यो। भर्खर माथितिर हर्न बजाउँदैछ है, भर्खर आउँदैछ। गाइस हामी चाहिँ अघिदेखि बसिरहेको थियौँ अनि गाडी पर्खिरहेको थियौँ अनि गाडी चाहिँ भर्खरै आउँदैछ। भर्खरै उतापट्टितिर मोडतिर गएको छ, तपाईँहरूलाई देखाउनेछु। अनि अब चाहिँ हामी जान्छौँ गाडीमा चढेर। अनि हामी चाहिँ अरुण जाँदैछौँ। है तब चाहिँ हामी घर फर्किँदैछौँ, हेर्न सक्नुहुन्छ। खाजा लिएर कामहरू सबै सक्यो भने घर फर्किनु भयो। हामी गाडीतिर जाँदैछौँ। आज अघि मान्छेहरू धेरै हुनुहुन्थ्यो, त्यही भएर भ्लग बनाउनु पनि पाइनँ। अघिको केही कुराहरू पनि खिच्नु पनि पाइनँ। अनि अहिले बनाउँदैछु। अहिले चाहिँ अलिक मान्छेहरू कम हुनुहुन्छ, त्यही भएर घर फर्किँदै गर्दा भ्लग बनाउँदैछु। हामी चाहिँ अहिले रोडमा हिँड्दैछौँ अनि भोक लागेर फ्याक भइसकेको छ। घाम उस्तै गर्मी। लेगुवामै है, लेगुवामा छु। यसको चाहिँ फर्स्ट टाइम हो लेगुवा, मेरो चाहिँ सेकेन्ड टाइम। अनि हेर्न सक्नुहुन्छ यहाँ लेगुवाको पुल छ। अहिले चाहिँ हामी खाजाहरू लिएर आएको छौँ। हेर्न सक्नुहुन्छ हामीले चाहिँ मोमो मगाएको छौँ, दुईवटा चिकन मोमो। हाम्रो चाहिँ खाजा आइसकेको छ, हेर्न सक्नुहुन्छ मोमो यहाँ हामीले एक्सट्रिम पनि मगाएको छौँ। अहिले चाहिँ हामी खान्छौँ। लास्टै भोक लागेको छ है। दामी छ त यार। गाइस हामी चाहिँ गाडी पर्खिँदा अल्छी लाग्यो अनि हामी चाहिँ पुलतिर जाँदैछौँ। देख्न सक्नुहुन्छ लेगुवाको पुल। हामी चाहिँ पुलमा जाँदैछौँ अल्छी लागेर एकछिन पुल हेर्नुको लागि। कत्रो ठुलो रहेछ है पुल चाहिँ। यहाँ आउँदा त मूलघाट आए जस्तो फिल भयो क्या। कत्रो ठुलो छ होइन, हेर्न सक्नुहुन्छ। गाइस तपाईँले अहिले म लेगुवाको पुलमा छु। पछाडि चाहिँ लेगुवाको पुल रहेको छ। यो चाहिँ धनकुटा जिल्लाको अनि भोजपुर जिल्लाको सीमाको पुल हो। अनि यहाँ आउँदा एकछिन घुमेर जाउँ भनेर यहाँ पनि आएको छु। यसरी चाहिँ म जिपुरमा आइपुगिसकेको छु, उसको घरमा, दिदीको घरमा भनौँ न। अनि गाडीमा पछाडिको सिटमा प्याकमा बसेर आएको। कस्तो गाह्रो भयो, बल्ल आइपुगेको। कहिले आइपुग्छ भइरहेको थियो। फास्टै गर्ने थियो, यहाँ आएर के आनन्द भइरहेको अलिक शीत। गाइस म चाहिँ अहिले जिपुरमा छु अनि देख्न सक्नुहुन्छ पानी पर्न थालिसकेको छ।
हावाहरू चलिरहेको छ पुरै। म चाहिँ गाडी परिरहेको, हाम्रो गाडी चाहिँ पर बसिरहेको छ, आउनु खोजिरहेको छ। गाइस म चाहिँ अहिले घर आइपुगेको छु फाइनली। यहाँ अहिले घर आइपुगेको, अघि चाहिँ पानी परिरहेको छ भने फोन गर्नुभएको थियो जिपुरमा हुँदा। जिपुरमा पनि पानी पर्नु थाल्यो एकछिनमा त। यहाँनिर त अहिले त घाम पो लागिरहेछ, पानी परेको भन्दै हुन्थ्यो, अहिले घाम लागिरहेछ। हेर्नु दामी देखिरहेछ अहिले चाहिँ। अनि फाइनली घर आइपुगेको छु। गाइस मैले चाहिँ फाइनली घाँस काटिसकेँ। अनि मेरो भारी चाहिँ यहाँ देख्न सक्नुहुन्छ, मैले भारी बानी पनि सकेको छु। अब चाहिँ म घर जान आँटेको, रात पर्न आँटिसक्यो अनि अँध्यारो अँध्यारो हुँदैछ। तर अब म चाहिँ घर जान्छु त्यो घाँस लिएर। गाइस मैले चाहिँ घाँस लिएर गोठमा आइसकेको छु, हेर्न सक्नुहुन्छ। घाँस चाहिँ यहाँसम्म मैले ल्याएको। अनि मैले गाईहरूलाई पहिलेको बासी घाँस पनि दिइसकेको छु, हेर्न सक्नुहुन्छ। गाइस पछाडि देख्न सक्नुहुन्छ आजको मौसम चाहिँ कस्तो दामी भइरहेको छ। आज दिउँसो एकछिन भए नि पानी परेको थियो नि त, त्यसले गर्दा हेर्न सक्नुहुन्छ आकाशहरू चाहिँ कस्तो दामी देखिरहेको छ। अनि आजको भ्लगलाई चाहिँ म यहीँ इन्ड गर्दैछु। अब चाहिँ रात पनि पर्यो नि त, अनि आजको भ्लगलाई चाहिँ म यहीँ इन्ड गर्दैछु। आई होप तपाईँलाई आजको भिडियो मन पऱ्यो होला। मन परेमा लाइक कमेन्ट अनि सेयर गर्नु चाहिँ नबिर्सिनु होला। अनि सब्सक्राइब चाहिँ प्लिज गरिदिनु होला यस्तै भिडियोहरूको लागि। अनि फेरि पनि भेट्नेछौँ अर्को भिडियोमा। तबसम्म आफ्नो र आफ्नो परिवारको ख्याल राख्नु होला। हस् त बाई।